के तपाईलाई भूत प्रेत रगत र डार्क थ्रिलर्स मनपर्छ? इफ यस देन मुटु दहरो बनाउनुस् किनभने 2025 मा यस्ता खतरनाक हरर मुभिज रिलिज भएका छन् जसले तपाईको सातो उडाइदिनेछन्। आज हामी कुरा गर्दैछौँ यो वर्षका टप 10 मोस्ट एन्टिसिपेटेड र डरलाग्दा फिल्महरूको जसलाई एक्लै हेर्न नेक्स्ट लेभलको हिम्मत चाहिन्छ। लेट्स डाइभ इन्टु द लिस्ट। नम्बर 1 मा छ सिनर्स। डिरेक्टेड बाई रायन कुगलर, यो फिल्ममा पिरियड ड्रामा र भ्याम्पायर लोरको एकदमै खतरा ब्लेन्ड देख्न पाइन्छ। कथा हो दुई ट्विन ब्रदर्सको जो आफ्नो होम टाउन फर्किँदा एउटा डार्क सुपर नेचुरल थ्रेटसँग ठोकिन्छन्। नम्बर 2 मा छ वेपन्स। बार्बेरियन फिल्मका डिरेक्टर ज्याक क्रेगरको यो मल्टी न्यारेटिभ हरर एपिक हो। फ्यान्स र क्रिटिक्सका अनुसार यसको टेन्स एटमोस्फियर र डिपली गार्डेड प्लट ट्विस्ट्सले तपाईको दिमाग घुमाइदिन्छ। नम्बर 3 मा छ कम्प्यानियन। यो एउटा माइन्ड बेन्डिङ साइफाई हरर थ्रिलर हो। एउटा प्लेजेन्ट विकेन्ड गेटअवे कसरी अचानक केओस र ब्रुटल नाइटमेयरमा बदलिन्छ यसमा देखाइएको छ। डोन्ट मिस इट। नम्बर 4 मा छ फाइनल डेस्टिनेसन ब्लड लाइन्स। यो त सानैदेखिको फेभरेट फ्रेन्चाइजको 6th इन्स्टलमेन्ट हो। डेथ्स डिजाइनको त्यही टेरिफाइङ लोर तर नयाँ क्लेभर रुल्ससँग। प्लस यसमा लेट टोनी टडको एउटा पोइग्नेन्ट क्यामियो पनि छ। नम्बर 5 मा छ वुल्फम्यान, डिरेक्टेड बाई ली वनेल। एउटा रिमोट फार्म हाउसमा बसेको परिवारलाई एउटा अनसिन प्रेडेटरले टर्चर गर्छ। तर ट्विस्ट के छ भने द वास्तविक हरर मे बी कमिङ फ्रम विदिन। नम्बर 6 मा छ द अग्ली स्टेप सिस्टर। सिन्ड्रेलाको कथा त सुन्नुभएकै होला, तर यो चाहिँ त्यसको ब्रुटल र डार्कली ट्विस्टेड स्पिन हो। फ्यान्टेसीलाई हटाएर यसमा हार्डकोर बडी हरर र एक्सट्रिम ब्युटी कम्पिटिसन्सको क्रूर रूप देखाइएको छ। नम्बर 7 मा छ 28 इयर्स लेटर। आइकनिक जम्बी फ्रेन्चाइजको मच टक्ड अबाउट कन्टिन्युएसन। त्यो खतरनाक रेज भाइरस फेरि कति विसरल र मोडर्न तरिकाले स्क्रिनमा फर्किन्छ, हेर्न लायक हुनेछ। नम्बर 8 मा छ द मंकी, बेस्ड अन स्टिभन किङ्स चिलिङ सर्ट स्टोरी। एउटा यस्तो कर्स्ड टोय मंकी जसले जहाँ गए पनि विनाश, रगत र सुपरनेचुरल ट्रेजेडी मात्रै ल्याउँछ। नम्बर 9 मा छ ब्रिङ हर ब्याक। जॉनरा फ्यान्सका अनुसार यो 2025 को सबैभन्दा सस्पेन्सफुल र जेन्युनली स्केरी वाच मध्ये एक हो। यसको क्लस्ट्रोफोबिक टेररले तपाईलाई सास रोक्न बाध्य बनाउँछ। र लास्ट नम्बर 10 मा छ हार्ट आइज। यो चाहिँ रोमान्टिक कमेडी र स्ल्याशरको एउटा अनौठो र एन्टरटेनिङ मिक्सचर हो। भ्यालेन्टाइन्स डेमा दुईजना कोवर्कर्स झुक्किएर प्रेमी जोडी बन्दा तिनीहरू एउटा मास्क्ड सिरियल किलरको प्राइभेट टार्गेट बन्न पुग्छन्। अन्ते सो यी 10 वटा मुभिज मध्ये तपाईको वाच लिस्टमा कुन पर्यो? और तपाईं कुन हेर्न सबैभन्दा बढी एक्साइटेड हुनुहुन्छ? लेट मी नो इन द कमेन्ट्स। भिडियो मन परेमा लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोला। सी यू इन द